नेपालको सुन्दर गाउँमा 10 वर्षको रोहन नामको केटा बस्थ्यो। ऊ धेरै दयालु र जिज्ञासु थियो। एक बिहान ऊ जङ्गलको बाटो हुँदै हिँडिरहेको थियो। अचानक उसले झाडीबाट सानो आवाज सुन्न थाल्यो। नजिक गएर हेर्दा एउटा सानो हात्ती दलदलमा फसेको थियो। हात्ती डराएको थियो। रोहनले भन्यो, "नडराऊ साथी, म तिमीलाई बचाउँछु।" रोहनले नजिकैका लहरा र काठ ल्यायो। धेरै मेहनतपछि उसले हात्तीलाई दलदलबाट बाहिर निकाल्यो। हात्ती खुसी भएर आफ्नो सुँडले रोहनलाई हल्का स्पर्श गर्यो। त्यस दिनदेखि उनीहरू असल साथी बने। केही दिनपछि गाउँमा ठूलो आँधी आयो। वर्षाले जङ्गलको बाटो भत्कियो। गाउँका मानिसहरू नदी पारी अड्किएका थिए। सबै चिन्तित थिए। रोहनलाई आफ्नो हात्ती साथी सम्झना आयो। ऊ जङ्गलतिर दौडियो र हात्तीलाई बोलायो। हात्ती तुरुन्त आयो। उसले आफ्नो बलियो शरीर प्रयोग गरेर लडेका रुखहरू हटायो। त्यसपछि मानिसहरूलाई सुरक्षित रूपमा नदी पार गर्न मद्दत गर्यो। गाउँका सबै मानिसहरू हात्तीको साहस देखेर छक्क परे। उनीहरूले हात्तीलाई फलफूल खुवाए र धन्यवाद दिए। गाउँका मुखियाले भने, "रोहन, तिम्रो दयालु हृदयले आज सबैको ज्यान बचायो।" सूर्य अस्ताउँदै थियो। रोहन र हात्ती पहाडको टुप्पोमा बसेर सुन्दर दृश्य हेरिरहेका थिए। रोहन मुस्कुराउँदै भन्यो, "साँचो मित्रता आकारले होइन, मनले ठूलो हुन्छ।" हात्तीले खुसी हुँदै सुन्ड उठायो र दुवैजना सधैँका लागि असल साथी बने। सन्देश: दया र मित्रताले असम्भव काम पनि सम्भव बनाउँछ।